भित्र मात्र रोकेर राख्न। जराले गर्दा डिस्टर्ब ल साथीहरू, मैले चाहिँ यसपालिको त्यही तरुल रोपेर खाइसकेँ साथीहरू। अब यो घरमा मात्रै कति रोप्नु साथीहरू। अनि यो आफै बसेको अफिसमा आज चाहिँ मैले तरुल रोप्दैछु साथीहरू होइन, आउनुको लागि। तपाईँहरूले हेर्न सक्नुहुन्छ आफ्नो अफिसमा जहाँ गए पनि एउटा फुलसुल रोप्ने, तरुल रोप्ने। आफ्नो अब आफै बसेको ठाउँलाई चाहिँ राम्रै गर्नु पऱ्यो नि साथीहरू, मिहिनेत हो। यसो आफू बसेको ठाउँमा पनि यसो फुलहरू रोप्ने, तरुलहरू लाउने, खाने। यो तरुल चाहिँ साथीहरू आउन्टे कत्रो फल्छ। यसपालि चाहिँ मैले पुरै जङ्गलमा पुरै तरिकाले रोप्दैछु है साथीहरूलाई, एकछिन बनाएर ल साथीहरू। चट्ट यसलाई चाहिँ यसो पत्र हालिदिनु है साथीहरू, सालको पत्र हालिदिनु हल्का पारेर, मल चाहिँ पछि हालिदिन्छु साथी। ल आज तरुल रोप्दैछु। यो चाहिँ फेरि मेरो घरमा नै साथीहरू, यो अफिस है हेर्नुहोस्। अब यो चाहिँ चट्ट लाएर यहाँ रोप्छु आउनको लागि साथीहरू। तरुल यसपालिको लागि होइन, यसपालिलाई चाहिँ खनेर खाइहाल्यो। अब आउनको लागि तरुल चाहिँ रोप्दैछु है साथीहरूलाई, हेर्न सक्नुहुन्छ है तरुल चाहिँ चट्ट लागि चाहिँ रोप्दैछु। ल हेर्नु साथीहरू तरुल यो चाहिँ आउनको लागि मेरो घरमा नि होइन, अफिसको लागि। अब यो आउने यो अफिसमा बस्यो भने यो तरुल साथीहरूलाई खनेर देखाउँछु। अब हेरौँ आउनसम्म बस्यो भने चाहिँ अफिसमा यसो तरुल खनेर साथीहरूलाई पनि यसो खुवाउँला। अनि आफ्नो अफिसको साथीहरूलाई खुवाउन चाहिँ यसरी रोपेको छु साथीहरू। हेर्न सक्नुहुन्छ तपाईँहरूले तरुल यसपालि चाहिँ पुरै जङ्गलमै है साथीहरू, पुरै जङ्गलमा लाएर हेरौँ चट्ट। अनि यो रुखबाट सट्ट जान सक्छ जङ्गलको हिउँ चाहिँ यस्तोमा राख्छ साथीहरू। ल हेर्नु साथीहरू, यहाँ आउनुको लागि चाहिँ है साथीहरू। अब यसपालिलाई होइन आउनुको लागि अब हेरौँ कस्तो तरुल फल्छ। फलेपछि साथीहरूलाई देखाउँला है त साथीहरू। ल साथीहरू है, ल यस्तो रुखबाट चाहिँ जान्छ, लहरको पात यसरी जान्छ भनेर चाहिँ यस्तोमा राखेको छु साथीहरू भन्दा